रातको 9 बजे चाहिँ हाम्रो अध्यक्ष सचिव आउँछु भन्दै हुन्थ्यो राति, त्यही हो कारण अहिले बताउने सवाल छ, यो देश बनाउने सवाल कसले बन्दैन, देश श्रमले कामले मात्रै बन्छ। सन्चै हुनुहुन्छ सबैजना? धन्यवाद छ, साह्रै खुसी लाग्यो आज म सबैले सेयर गर्नुहोस् है। तपाईँहरूको माझमा आउन पाएँ, अत्यन्तै खुसी लागेको छ। सबै मिलेर माटोमा भोट हाल्ने हो हामीले। यो देश बनाउने सवाल छ, यो देश बनाउने सवाल गफले बन्दैन, देश श्रमले कामले मात्रै बन्छ। त्यसो भएको कारणले गर्दाखेरि सबैजना मिलेर काम गर्ने हो। यहाँहरू सबैजनालाई हार्दिक नमस्कार गर्न चाहन्छु। हामी 2-4 घर भए पनि घर दैलो गरौं भनेर आएका छौं। यहाँहरू सबैजना संयमित भएर सहभागी बनिदिनु होला, हार्दिक अनुरोध छ मेरो। जय माटो, जय देश, जय दमन। धन्यवाद। सम्पूर्ण साथीहरू अब कमलको देउरी अभियानतर्फ हामी प्रस्थान गर्नेछौँ। यहाँ सम्पूर्ण साथीलाई तयारी भइदिनु मैले अनुरोध गरेँ। बाटो छोड्नु न ल प्लिज, हामी त सबै एउटै टिम त हो, बाटो छोडौँ ल। हाम्रो संसेवक साथीहरूले हाम्रो सरकारलाई गाडीसम्म पुर्याइदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। गाडीमा जाने अगाडिको बाटो गर्न चाहन्छु। आजको साथीहरू मुनि बसिदिनु होला, तल ल्याइदिनु। अब तपाईँ नआउनु, अब नआउनु साथी ल प्लिज, तलबाट ल। सरकार सन्तान जिन्दाबाद, सरकार सन्तान जिन्दाबाद। ओरङमा माटोमा, ओठीमा माटोमा, यो देशले के भन्छ, यो देशले के भन्छ, यो देशले के भन्छ, यो देशले के भन्छ। सरकार सन्तान जिन्दाबाद, सरकार सन्तान जिन्दाबाद। सम्पूर्ण महानुभावहरू, सामान्य हाम्रो भेटघाट कार्यक्रम रहेको हुँदा सम्पूर्ण महानुभावलाई केही अघि बढ्नको निम्ति म हार्दिक अनुरोध गर्न